सो आज होलीको उसमा हामी होलीको कार्यक्रम थियो हाम्रो अफिसमा र हामी यहाँ बिसनपुर आएको छौँ। बिसनपुर पार्क आएको छौँ है। सो अरूहरू वहाँ अगाडि गइसक्नुभयो, म चाहिँ यहाँ पछि पानी खाँदै हिँडिरहेको छु। सो आज हामीले चाहिँ यहाँ पानीपुरीहरू यसो पिकनिक आएका छौँ। हामी चाहिँ यहाँ बिसनपुर पार्कमा आइसकेको थियौँ र अब यहाँ क्यान्सल भयो। अब हामी कहाँ जाने सर? अब हामी चप्पन जानेछौँ। अब फेरि यहाँ बुफर टेक पनि बोकेर हाम्रो खडक सरले, यो चाहिँ तपाईँको जिम्मा है सर? ल हामी फेरि अब यहाँ पनि घुमिसक्यौँ। अब यहाँ घुमेर अब यहाँबाट हामी चप्पन जानेछौँ। यो हामी बिसनपुर पार्क पनि घुमिसक्यौँ होइन सर? हजुर सर, रमाइलो भइरहेछ नि? एकदम चिल हुँदैछ यहाँ हो ल सर, ल आउनु म्याम, म चाहिँ नबोकी हिँडेको अनि तपाईँ भिडियो बनाउनु न, तपाईँ क्यामेराम्यान। चार्जै सकिसक्दैन। ल यहाँ एकदम राम्रो ठाउँ रहेछ है, सबैजना आउनु होला घुम्दिनु। यसो हामी चाहिँ अब निस्किसक्यौँ होइन यहाँबाट, यहाँ खानेकुराहरू बोकेर निस्किसक्यौँ। अब हामी चाहिँ चप्पन जाने, यहाँ फोटोसोटो खिचिसक्यौँ। पानीहरू खायौँ यहाँ आएर होइन, पानीहरू खायौँ, घुम्यौँ। अब यहाँ फोटोसोटो खिच्ने होइन। बिसनपुर पार्क यो गाईघाटको यो बरुवा खोला सिधा तल बिसनपुर। यहाँ चाहिँ यस्तो पार्कहरू घुम्ने ठाउँहरू छ है। ल हामी चाहिँ यहाँ बिसनपुरबाट अब यहाँ फोटो खिचेर अब गइहाल्नु पर्ने हामी चाहिँ वहाँ। हामी चाहिँ बिसनपुर पार्कबाट अब चप्पनको लागि जाँदैछौँ है। हामी चाहिँ यहाँ अगाडि बाहेक अरू बाँकी अब चप्पनमै देखाउँला। जय सक्सेस टिम, जय सक्सेस टिम, जय सक्सेस टिम। कहिले कोरी मन पर्यो, कहिले काली मन। ह्याप्पी होली, जय सक्सेस नेपाल। ल हामी चाहिँ यहाँ चप्पन पिकनिक स्पोटमा आइसक्यौँ होइन। हाम्रो रञ्जना दिदी यहाँ हुनुहुन्छ। कस्तो रमाइलो लागिरहेछ हो? रोटी सर रमाइलो लागिरहेछ? ह्याप्पी होली, ह्याप्पी होली। ह्याप्पी होली।